हाम्रो आइजिपी साहबको कुरा सुनौँ है त एकपटक। यो लेखाउने कुरा ऊ त्यहाँ गएर लेख्नुहोस् भन्ने होइन। लेख्न सबै जाने अब घरबाट लेखेर आउँथे। त्यो सबै सहारा लिएर आएकोले प्रहरी कार्यालयमा आउने मान्छे जुत्ता चप्पल नलाइकन आउन सक्छ, नाङ्गै पर्न सक्छ, खाली चाहिँ खल्ती खाली भएको हुनसक्छ। त्यस कारणले खल्ती खाली हुनेको पनि जुत्ता चप्पल नहुनेहरूको पनि सहारा प्रहरी हो। त्यो प्रहरीले त्यो भूमिका निर्वाह गर्नलाई किञ्चित त्यहाँ नअल्मलिकन काम गर्नुपर्नेछ। हाम्रो आइजिपी साहबको कुरा चाहिँ एकदमै दामी छ होइन। अहिलेको सिचुएसनमा नेपालका हरेक सरकारी कार्यालय, प्रहरी कार्यालय मात्र नभएर ओडा कार्यालय होस्, मालपोत कार्यालय होस्, नगरपालिका कार्यालय होस्, यस्ता किसिमका सरकारी कार्यालयमा जाँदाखेरि जनताले यति धेरै दुःख पाइरहेका हुन्छन् होइन। यो लेख्ने झन्झटमा ओल्लो कोठा पल्लो कोठा तल माथि होइन, फाइल लिएर जाऊ, त्यो फाइल त्यहाँ जाऊ, यिनी यावत यी सामान्य समस्या हुने होइन। यी समस्या भनेको सामान्य समस्या हो, तर एकदमै नागरिकले चरम दुःख पाइरहेका छन् कि यो कुराले गर्दा होइन। यसमा चाहिँ सम्बन्धित निकायको ध्यान चाहिँ आओस्। विशेष गरी अहिले नेपाल सरकारले यस विषयमा पनि विशेष किसिमको कानुन बनाओस्, रुल बनाओस् र नेपाली जनतालाई चाहिँ सरकारी कार्यालयबाट हुने सेवा सुविधामा यस्ता किसिमका झन्झट नपरिकन सही तरिकाले सहज तरिकाले काम सफल होस् होइन, त्यतातिर ध्यान दाओस्। के लाग्छ तपाईँहरूलाई साथीहरू? कमेन्ट गर्नु है त।